गुड आफ्टरनुन साथीहरू, मेरो तर्फबाट म चाहिँ आज तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै छु। म चाहिँ आज नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। म चाहिँ आज मासु, कुखुराको मासु चाहिँ अलिकति लिएर चाहिँ यहाँ फ्राई गरेर आलु र मासु फ्राई गरेर पकाउँ भनेर चाहिँ आलु र मासुलाई फ्राई गरिसकेको छु साथीहरू। यो चाहिँ मैले देखाउन सकिनँ तपाईँलाई, किनकि लामो भिडियो हुन्छ भनेर फ्राई गरिसकेको छु र यहाँ राखिसकेँ। यता मैले तेल खराएर चाहिँ सब अदुवा, लसुन, प्याज, टमाटर हालेर मैले मसला कस्दैछु साथीहरू। यस्तो भइसकेको छ हेर्नु। त्यसमा कम्ती मासु बनाएको, खाने मान्छे पनि कम्ती छ, त्यस कारणले गर्दा मैले मासु चाहिँ कम्ती नै बनाइरहेको छु साथीहरू। यस्तो गरिसकेँ। अनि यहाँ जिरा पाउडर, सुक्खा खोर्सानी पाउडर, गरम मसला पाउडर, धनियाँ पाउडर चाहिँ मैले यहाँ सब मिक्स गरेर राखेको छु साथीहरू। यसरी अब यसमा हालिदिन्छु यो मसलामा साथीहरू। ग्रेभी राम्रो हुन्छ, हालिदिइसकेको छ। मेरो चाहिँ मसला यस्तो भइसकेको छ साथीहरू, कसेर यस्तो राम्रो भइसकेको छ, मजाको सेन आउँदैछ साथीहरू। यसमा अब हालिदिन्छु आलु, मासु र आलु यस्तो लाग्यो तपाईँहरूलाई मेरो भिडियो। मासु चाहिँ आज अलिकति मासुको भिडियो बनाएको थिएँ। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक गरिदिनु होला। मैले पकाएको मासु चाहिँ भइसकेको छ साथीहरू। हेर्नुहोस् यस्तो भएको छ। तपाईँलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक कमेन्ट गरिदिनु होला। आज मेरो यति नै भन्दै मेरो यहीँ ब्लग बन्द गरिरहेछु। बाई बाई।